सबैमा नमस्कार, गुड मर्निङ। सबैलाई चैते दशैंको शुभकामना। आज हामी मुस्ताङको मुक्तिनाथ मन्दिर जाँदैछौँ। यति भिड छ। ल आज चैते दशैंको शुभकामना हजुरलाई। चैते दशैंको सबैलाई शुभकामना। मेरो पनि सबैलाई। हामी यो चैते दशैंको पावन अवसरमा चाहिँ यो मुक्तिनाथ दर्शनको लागि हामी आएका छौँ। मान्छेको आज भिड धेरै छ। अस्ति औँसीदेखि अब यो सिजन पनि लाएर होला, अब चैते दशैंको पनि गर्दाखेरि पनि हो, मान्छेको भिड एकदम ज्यादा छ। यो समयमा अक्सिजनको अझै कमी हुने भएको कारणले गर्दाखेरि मान्छेहरू थोरै आफूलाई अलिकति समय त अपनाएर हिँड्नुभयो भने यो बिस्तारै हिँड्दै गर्दाखेरि पुराना मान्छेहरूलाई चाहिँ के आग्रह गर्छु भने मुखले भन्दा पनि नाकले मात्र सास फेरेर हिँड्ने गर्नु, तपाईँलाई हिँड्न सहज हुन्छ। हजुर त्यो ठाउँमा चाहिँ होइन, मुखले भन्दा थोरै नाकले मात्र सास फेरेर हिँड्नुभयो भने तपाईँलाई सहज हुन्छ। यो सबैलाई सन्देश है, मुक्तिनाथ आउने जतिलाई सन्देश हो यो। धेरै यहाँ लेक लाग्छ, हाइट लाग्छ। हेलो ल हजुरले के भन्नु छ? कस्तो अनुभव भइरहेको छ? अविस्मरणीय छ एकदम। यो मनले चाहेको संसारले रोजेको ठाउँ यो। ल भन्नु सन्देश कस्तो देख एकदम ठिक छ। मेरो यो चैते दशैंको पावन अवसरमा मुक्तिनाथ दर्शनमा आउनुभएका सम्पूर्ण दर्शकहरूलाई मेरो के छ भने भक्तालु मेरो के आग्रह छ भने तपाईँको यहाँ आउँदाखेरि आउनुहोस्, बेग लाग्ने सम्भावना बढो हुन्छ। चिसो अझै छ, चिसोको मात्रा अझै छ। त्यही भएर यस्तो गर्नु होला। मान्छेलाई सबैजना आउनुपर्छ। मुक्तिनाथ मन्दिरमा आएर दर्शन गर्नु, मनले चाहेको पुगोस्, सबैको इच्छा सबैको पुगोस् भनेर मुक्तिनाथ दर्शन गर्न सबैजना आउनुभएको छ। त्यसलाई माहौल हेर्न सक्नुहुन्छ। पुराको माहौल, मान्छे एकदम प्याक छ। अझै 4-5वटा गाडी त तलबाट आउने छ। कहाँ 4-5वटा गाडी सानो गाडी त ठेक्नी छ, अग्नि सक्ने क्षमतै छैन। सम्भावना धेरै छ। मान्छेहरू आउनुहोस्, बिस्तारै आउनुहोस्, बिस्तारै आएर दर्शन गर्नुहोस्। जय जय नारायण। सक्नुहुन्न भनेको तल देखाउनुहोस्। त्यो त घोडा पनि सुविधा छ। घोडाको सुविधा होइन, मान्छे देखिरहेको छु, साउन्ड आइरहेछ। माथि देखाउनुहोस्, माथि एकचोटि माथि छ। मान्छेको अलि भिड देखिया छ। हामी अरू बेलामा आउनुभन्दा आज अलि औँसीको दिन यो दिन अलिक विशेष मानिन्छ। आज चैते दशैंको दिन पनि भयो। सबैजना मुक्तिनाथ आउनुभयो। अलि मौसम पनि अलिक खुलेको छ होइन। त्यो हिसाबले आउँदाखेरि बिस्तारै सबैजना उक्लिनुहोस्। सक्नुहुन्छ भने नाकले मात्र सास फेरेर उक्लिनुहोस्। म त फेनै भएन होइन, किनकि माथि उक्लिन सबैलाई धेरै सहज हुन्छ। लेक लाग्ने कन्डिसन एकदम कम हुन्छ। त्यो भएर मुखले सास भन्दा पनि नाकले फेरेर हिँड्दा तपाईँको राम्रो हुन्छ। माथि एकचोटि दर्शन गराउनुहोस् सबैलाई। हामी लगभग मुक्तिनाथको सेरोफेरोमा आदि आइसकेका छौँ। अहिले मुक्तिनाथ अलिक तलतिर छौँ हामी। फेरि तलतिर छौँ। नेपालको झन्डा यस्तो रहेको छ भने हिमाल यस्तो देखिएको छ उतापट्टि भेगमा। तपाईँको अलिअलि पियालोको कारण यतापट्टिको हिमाल देख्न असमर्थ भए पनि सबै दिदीबहिनीहरूलाई यस मुक्तिनाथले दर्शन गरिसकेपछि सबैको इच्छा आकाङ्क्षा सबै पुगोस्, सबैको भलो होस्। जय मुक्तिनाथ। जय मुक्तिनाथ। मुक्तिनाथमा भजन पनि छ मुक्तिनाथमा। मुक्तिनाथमा भजनमा नाच्न आउनलाई यति रमाइलो छ आज चैते दशैं दिन। नाच्नु नाच्नु बन्द भयो।
मुक्तिनाथको मन्दिरमा आउनेको भिड हो यो। शालिग्राम जय मुक्तिनाथ, जय मुक्तिनाथले रक्षा गरौँ। हामी मुक्तिनाथ मन्दिर आएको यस्तो भिड छ हेर्नुहोस्, लाइन छ, भिड छ, हिँड्ने अवस्थै छैन। पहिला के गर्नु भने लाइन बस्नु दिँदैन, अरू नजानु। जय मुक्तिनाथले रक्षा गर्नु सबैको। हेर्नुहोस् यहीँ आज त यतैदेखि लाइनै लाइन छ मुक्तिनाथमा पुरै। मुक्तिनाथ दर्शन पूजा गर्नेको लाइनै लाइन, भिड छ हेर्नुहोस्। तल गेटैदेखि लाइन छ पुरै, हेर्नु कति लामो लाइन छ। हेर्नु यहाँ नुहाउनेदेखि लिएर सब पूजा गर्नेको पुरै भिड छ। जय मुक्तिनाथले रक्षा गर्नु सबैको। फोहोर भइसक्यो यार, पानीको कुण्ड पनि अवस्था यस्तो कन्डिसन पुरै फोहोर छ अहिले।